हामी बस्ने हाम्रो समाज सुन्दर, सफा र हराभरा बनाउनु हामी सबैको अहम जिम्मेवारी हो। काठमाडौँ महानगरपालिका वार्ड नम्बर 31 को आयोजनामा सामुदायिक सेवा समिति, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सरकारवाला निकायहरूसँगको सहकार्यमा विश्व वातावरण दिवस मनाउने कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा विशेष गरी विभिन्न क्षेत्रका अगुवा जनशक्ति उपस्थित हुनुभएको थियो। विश्व वातावरण दिवसको उपलक्ष्यमा सम्पूर्ण टोलवासीहरूलाई हार्दिक शुभकामना। र अहिले आज हामी चाहिँ काठमाडौँ महानगरपालिका वार्ड नम्बर 31 को प्रमुख आतिथ्यमा वडाका अध्यक्ष सरोज ढकालको प्रमुख आतिथ्यमा हामी विज्ञान मार्गको चाहिँ यो मार्ग सरसफाइ अभियान चाहिँ सुरुवात गर्दै अगाडि बढ्दैछौँ। वातावरणलाई चाहिँ स्वच्छ सफा र हराभरा गर्ने उद्देश्य काठमाडौँ महानगरपालिका स्थानीय टोलवासी र सम्पूर्णको सहकार्यमा यो सम्पूर्ण 31 वडालाई नै स्वच्छ बनाउने हाम्रा वडा अध्यक्ष सरोज ढकालको परिकल्पनालाई पनि पुरा गर्नको लागि सम्पूर्ण महिला समूह, टोल विकास समिति, सामुदायिक सेवा समिति, सामुदायिक प्रहरी र सम्पूर्ण टोलका व्यक्तित्वहरूको स्वच्छ, हराभरा र वातावरण मैत्री सहर बनाउनका निमित्त उज्जवल कुमार श्रेष्ठज्यूको अभिव्यक्तिलाई विशेष धन्यवाद र यस अभियानमा साथ दिने सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि नमन गर्न चाहन्छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सम्पूर्ण स्थानीय निकाय लगायत सरसफाइ अभियानमा सरिक हुनुभएका महानुभावहरूमा हृदयदेखि आभार प्रकट गर्दछु। धन्यवाद।